भोजरा थापालाई दाङमा 9 वर्षकी बालिकाले गरिब दुखीलाई सहयोग गर्नुहोस् भन्दै 20 रुपैयाँ दिएपछि भोजरा थापा बने भावुक। 20 रुपैयाँ किन दियो तिमीले मलाई भन यति भन। भनेपछि यो 20 रुपैयाँ अरू कसैलाई लगाएर दिनको लागि हो मैले? मलाई मात्र यो दिएको हो? मतलब मैले अरूलाई सहयोग गर्छु त्यो कारणले तिमीले मलाई यो 20 रुपैयाँ दिएको हो? मैले अरूलाई सहयोग गरेको देखेर दिएको हो, माया गरेर दिएको हो। कसरी यस्तो दिन यसरी कसरी दिन मन लागेन? म चम्म परिरहेको छु कि मलाई चिनेको छु को हो? म फेसबुकमा देखा हुन्छु, के काम गरेर देखा हुन्छु? मान्छेलाई सहयोग गरेको। अनि यो पैसा लगेर मैले गरिब दुखीलाई दिने कि के गर्ने? दिने गरिब दुखीलाई दिने? गरिब दुखीलाई दिने भनेर दिएको हो मलाई यो पैसा हो? अब म के गर भन्ने हो? तिमी कति होइन ठिक छ, तिमी कति वर्ष भयो? 9 वर्ष भयो। नाम के हो? कृतिका हो। कतिमा पढ्छौ? 3 कक्षामा पढ्छिन्। कृतिका सानी 9 वर्षको बालिकाले मलाई यो 20 को नोट अङ्कल लाउनु भनेर दिएर म त सम्म परिरहेको छु के भनौँ? यो साँच्ची म साँच्ची लगौँ। अनि यो पैसा तिमीलाई कसले दिएको त? यो पैसा कसले दिएको तिमीलाई? मम्मीले दिएको? मम्मी कहाँ हुनुहुन्छ? मम्मी बजार हुनुहुन्छ। अनि यो तिमीलाई किन दिनुभएको थियो मम्मीले यो पैसा? थाहा भएन? यो पैसा चाहिँ तिमीलाई मम्मीले चक्लेट खाने भनेर दिएको हो? यो पैसा सुन, मसँग पैसा छ है। म तिमीले कस्तो मलाई त के गरौँ